नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ। आफ्टर लङ टाइम हल्का धेरै पछि आएँ नि त फेरि म। सो आजको भिडियोमा चाहिँ हामी कमेडी भिडियोको स्क्रिप्ट लेखेर त्यो भिडियो बनाएको सुट गर्नेछौँ। कपी र कलम लगाइसकेपछि के बनाउने भन्ने आयो। अस्तिको चाहिँ बनाएर लेखेर राखेको थिएँ। आज चाहिँ म्यानेजमेन्ट भर्सेस साइन्स बनाऊँ कि स्टुडेन्ट एक्जाम बनाऊँ भन्ने भयो। केटाहरू चाहिँ फेरि हिरो बनेर आइसकेको थियो कि ट्याक्क आइसके। ल जाम त भनेको केटाहरूलाई। केटाहरू चाहिँ आफ्नो जोसमै पुरा ल आज बनाउनु पर्छ भन्ने जोस बनाएर आएको थियो कि। फर्स्टमा चाहिँ हामी माथिल्लो तल जान्छौँ कि त्यहाँ के कस्तो छ ल सुट गर्ने भन्ने हिसाबले गयौँ। त्यहाँको केटाहरू पनि अगाडि गए। मैले चाहिँ साथीलाई केही भन्दै थिएँ, साथी पनि सुन्दै थिएँ। ट्याक्क अर्को साथीले चाहिँ साथी के छ खबर भनेर सोधेँ। ठिकै छ भनेर हाँसिदिएको मैले। अर्कोले फेरि मलाई पनि देखाउनु साथी भनेर आएछ साथी। केटाहरू फेरि ह्यान्डसम त ह्यान्डसमै हुन्। साथीले फेरि पालै पालो गर्दै सबलाई देखाउँछु भनेर लागे। सबै केटाहरूले चाहिँ अब छलफल गरिरहेको थिएँ के कस्तो गर्ने कसरी गराउने यताउता पढि पनि रहेको थिएँ। स्क्रिप्ट चाहिँ पढिरहेको थिएँ। अब चाहिँ भिडियोमा के कस्तो मिस्टेक भयो के भन्यौँ हामीले त्यो चाहिँ सुनिदिनु होला। सो लेट्स गो। त्यस्तो दङ्ग के ल 27 नम्बर पनि के ठुलो भने यस्तो गर हिन्दी बसाउने हिन्दी गराउ जस्तै मैले भन्छ नम्बर ल्याएर आइज भनेको नम्बर ल्याएर भने मैले ल्याउँछु अनि तिमीले भन्छौ किन बाबु नम्बर हिन्दीमा डाङ्दै कि यति हो यो मेरो तेरे आइज त भने त सर नम्बरै लिनु त अब के गरौँ के हामी एडमिसन गर्ने कि न तपाईहरु सुनिस गर है सुनिस हुन्छ मेरो कसरी छ मेरो फर्स्ट टाइममै कस्तो भइरहेको हेरौ न गर्ने नि सर। छोरो 27 नम्बर लिएर पास भएकै हो, स्कलरसिप पनि होला, बरु एडमिसन फी कसरी छ? सो गाइस केही समस्याको कारणले चाहिँ मिनी ब्लग हल्का ढिलो आयो। भिडियो चाहिँ आइसकेको छ @tirfall.17 मा गएर माया देखाइदिनु होला।